सर्वप्रथम त यो मेरो युट्युब च्यानल र यो भिडियोसम्म आएर मेरो आवाज सुनिदिने तपाईहरू सम्पूर्णलाई मेरो नमस्कार। म विक्रम बुर्तेल। आज म तपाईहरू समक्ष बिना तामाङको अङ्ग्रेजी नयाँ वर्ष 2014 मा प्रकाशित भएको कथा युद्धभित्रको प्रेम लिएर आएको छु। जुन कथाले नेपालमा माओवादी जनयुद्धकालको समस्त परिवेश, यसबाट समाजमा पर्न गएको तत्कालीन असर र यसले दुई प्रेमीको सिङ्गो जीवनमा पारेको प्रभावलाई सुन्दर ढङ्गले शब्दमा चित्रण गरेको छ। कृपया अन्तिमसम्म सुन्ने प्रयास गरिदिनु होला। आशा छ यहाँहरूलाई यो कथा पक्कै मन पर्नेछ। धेरै भएको थियो मैले रोहिणीलाई नभेटेको। भयो होला यस्तै 9 वर्ष जति। अन्तिम पटक मैले उनलाई डाँडा गाउँको पोस्टमा सर्चमा जाँदा भेटेको थिएँ। त्यसपछि बेपत्ता भएकी उनी अहिले उही डाँडा गाउँमा नै जाने आर्मी पोस्टमै भेटिएकी थिइन्। झन् राम्री पो देखे। साथमा लगभग 7 वर्ष जतिको चञ्चले छोरो पनि थियो। त्यो देख्दा मन एक तमासको हुन पुगेको थियो। कता कता खल्लो महसुस गर्दै थिएँ। उनलाई भेट्न पाउँदा भने भुइँमा खुट्टा थिएन। यतिका वर्षपछि पनि उसको उस्तै रूप, रङ र हिँडाइ देखेर म अचम्मै पो भएँ। गोरी, अग्ली, लामो कपाल, निलो आँखा, सबै उस्तै। फरक थियो त मात्र उनको शरीर अलिकति फैलिएछ। हो, उनी थोरै मोटी भइछन्, तर झन सुन्दर देखे। रोहिणी कहिले आयौ? मैले कुराकानी सुरुवात गर्ने मनसायले सोधेँ। उनी झसङ्गै भइन्, किनभने म एक्कासी उनको नजिक पुगेर यो प्रश्न गर्न पुगेको थिएँ। उनले मलाई यादै गरेकी थिइनन् क्यारे। मैले भने उनलाई अघि त्यो उकालोमा छोरो डोर्याउँदै आउँदा देखेको थिएँ। आम्मै राजु, तिमी यही पोस्टमा पो छौ? उनी आश्चर्यचकित भइन् मलाई त्यहाँ देखेर। हो नि, म नगरकोट ब्यारेकबाट 2 महिना भयो यहाँ पोस्टिङ भएर आएको। अनि तिमी चाहिँ कहिले आयौ नेपाल? म नि दङ्ग पर्दै थिएँ रोहिणीलाई वर्षौँपछि त्यहाँ भेट्दा। काठमाडौँ आएको त भयो 1 महिना जति। म तल सहरतिर नै बस्छु। आमाकोमा चाहिँ आज जानलाई हिँडेको। उनी त्यो ठाडो उकालो करिब 1 घण्टामा उक्लिन् होला भन्ने मैले अनुमान लगाएँ। अलि थकित अनुहार देखेँ अनि तुरुन्तै ए श्याम, कुर्ची लिएर आइज त बाहिर भनिहाले। हस् सर भन्दै श्यामले भित्र अफिसबाट कुर्ची झिकेर बाहिर ल्याइदियो। रोहिणी बस न, निकै थकित देख्छु त तिमीलाई। सायद शरीरले अब साथ दिएन जस्तो छ। पहिले पहिले पो पातली थियौ र मृगको पाठा जसरी उफ्रिँदै हिँड्थ्यौ। हाँसोको फोहरा फुट्यो। म पनि उनलाई साथ दिन सँगसँगै हाँस्न थालेँ। उनले हो नि राजु, अब चाहिँ यो ज्यानले आराम गर भने जस्तो छ। हेर न, 1 घण्टाको उकालोले पनि मलाई थकित बनायो। यो छोरो त झन् पाइलै पिच्छे बसौँ भन्छ। छोराको बाबुको हाल खबर जान्ने मनसायले मैले सोधिहालेँ, अनि छोराको बाबा खै त? उहाँ त यहाँ हुनुहुन्न, उतै इन्डियामै हुनुहुन्छ। हामी काठमाडौँ आएको धेरै भएको छैन। म र छोरो मात्रै, फुपूसँग आएको। सायद रोहिणीले अब अलि खल्लो महसुस गरिन्। तिमी एक्लै गाउँतिर हिँडेको अनि? मैले कुरा मोड्ने विचारले सोधेँ। हो त, म यहाँबाट भागेर गएपछि यसपालि नै हो नेपाल फर्किएको। आमालाई भेट्न औधी मन लागेकाले आज जान लागेको। ए राम्रो नि त, आफ्नो जन्मदिने आमालाई बिर्सनु त भएन। मैले उनको कुरालाई प्रशय दिँदै भने। त्यो त हो, तर म नेपाल धेरै बस्दिन, केही महिनामै फर्किन्छु होला। उनले निराशताको साथ भन्दै थिइन्। किन र? म आत्तिएँ। नेपाल बस्न मनै छैन। सायद म उनीसँगको फेरि हुने बिछोडको कल्पनाले डराउँदै थिएँ। उनी दुखित देखिन्थिन्। खै के बस्नु र? सधैँको बन्द, हडताल, भ्रष्टाचार, सर्वत्र स्वार्थ व्याप्त देख्छु। केही परिवर्तन हुन्छ कि भन्ने ठानियो त्यो बेलामा सङ्घर्षको मैदानमा उत्रिँदा। खै के पायौँ? जसरी नि जीवन बाँच्नै पर्ने। आदर्शका कुराले पेट नभरिने रहेछ। उतै आम्दानी राम्रो छ, म त फर्किन्छु उतै। ओहो, मैले उनको मनोभाव बुझेँ। सायद उनी उही बितेका द्वन्द्वकालको आफ्नो अतीतमा घोल्लिँदै थिइन्। मैले कुरा मोड्ने प्रयासमा अनि कारोबार चाहिँ के छ नि त्यहाँ भनी सोधेँ। उनी अब केही उत्सुक भइन् कुराकानी अगाडि बढाउन।
अनि भनिन्, हाम्रो कश्मीरमा स्याउको बगैँचा छ, उही बगैँचामा काम गर्छौँ। आम्दानी राम्रै हुन्छ, खाना लाउन पुगिहाल्छ, बचत पनि थोरै धेरै हुन्छ। यसो भनिराख्दा उनमा मैले सन्तुष्टिका भावहरू प्रष्टैसँग पढेँ। जे होस्, कुनै समय मेरो दिलमा सजिएकी मेरी रानी आज अर्कैको हुँदा पनि खुसी थिइन्। यसैमा म खुसी थिएँ। तर यो मनोदशालाई उनको अगाडि देखाउन भने मन लागेन र म मौन बसेँ। कुराकानी गर्न त उनी पनि आतुर थिइन् सायद। अनि तिम्रो बिहे भयो कि भएन भन्दै मलाई सोधिन्। मलाई अलि असजिलो लाग्यो, तर पनि उत्तर दिन करै लाग्यो। भयो नि, के गर्ने, तिमी टाढा भयो। सानी छोरी पनि छे 2 वर्षको। झट्ट यति भन्ने बित्तिकै उनको मुख आकृति हेरेँ, कता कता नमिठो अनुभव गरे झैँ लाग्यो। सायद उनी पनि ती बितेका पलहरूको तरेलीमा तैरिन लागिन् क्यारे, जुन दिनहरूमा हामी एउटै स्कुलमा एउटै कक्षामा अध्ययन गर्थ्यौँ। हामीले कक्षा 9 सम्म सँगै पढ्न पाएका थियौँ। सधैँ झगडा गर्थ्यौँ, तर त्यो झगडाभित्र पनि हाम्रो माया झल्किन्थ्यो, आत्मीयता अनुभव गर्थ्यौँ। कुनै दिन भेट नहुँदा र रिसारिस नगर्दा दैनिकीमा कतै केही अधुरो महसुस गर्थ्यौँ। उनीसँग झगडा गर्न निकै मजा लाग्थ्यो मलाई। म बेन्चको पछाडि बसेर उनको कपाल बेसरी तानिदिन्थेँ, अनि उनी पछाडि फर्केर मेरो हातमा हान्थिन्। म त्यो स्पर्शले रोमाञ्चित हुन्थेँ। अनि कानमा खुसुक्क म तिमीलाई माया गर्छु भनिदिन्थेँ। उनी रिसले नाक फुलाउँदै ठुला ठुला आँखाको हेराइ मतिर फाल्थिन्। म त्यही हेराइमा आत्मसन्तुष्टि पाउँथेँ। सँगैको दौतरी भएकोले होला हामी एकअर्कालाई तँ भनेर सम्बोधन गर्थ्यौँ। तँ यो सम्बोधनमा अरू सम्बोधन भन्दा निकै नजिकपनको आभास हुन्थ्यो। किन सामिप्यताको अनुभव गर्न पुग्थे। मेलापात होस् वा गोठालो जाँदा होस्, हामी प्राय सँगै हुन्थ्यौँ। र म त्यहाँ पनि उसलाई उसै गरी जिस्काएर दुरुक्कै पार्थेँ। उनी मलाई कुट्न भनी कहिले मकैको ढोड त कहिले बनमाराको सिर्कना लिएर लखेट्थिन्। तर म केटा मान्छे, के भेटाउँदियो बिचरी उसले। मलाई उसको त्यो पसिनाले लफ्र्याक्क भिजेको अनुहार देखेर असीम माया लाग्थ्यो, अनि भेटोस् भन्दै बिस्तारै बिस्तारै दौडिन्थे। भेटेपछि बिस्तारै मेरो गालामा दुख्छ कि जसरी मायाले बिस्तारै हान्थिन्। सायद यहाँनिर हाम्रो माया अंकुराइसकेको थियो। हाम्रो प्रतिवाद र रिसहरूमा प्रेमले अझ प्रगाढ हुने मौका पाउँदै थियो। मेरो व्यक्त प्रेम अनि उनको अव्यक्त प्रेम, यही विषयमा हाम्रो द्वन्द्व चल्थ्यो। म उनीसँगको काल्पनिक दुनियाँमा सयर गर्थेँ। उनको स्निग्ध मुहारमा आफ्नो प्रतिछाया भेट्थेँ। उनी बिनाको संसारको म कल्पना गर्न नि नसक्ने अवस्थामा थिएँ। हाम्रो यो सम्बन्ध खुला किताब जस्तै थियो। घर परिवार, टोल छिमेक छरछिमेक सबैलाई हाम्रो प्रेम सम्बन्धको बारेमा थाहा थियो। सबैको स्वीकारोक्तिले झनै हाम्रो माया कसिलो बनेको थियो। सजिलै कसैले पनि चुडाउन नसक्ने हामी ढुक्क थियौँ। कतै कुनै अवरोध थिएन हाम्रो प्रेममा। बाटो खुला थियो, जहाँ हामी जसरी चाहन्थ्यौँ त्यसरी हिँड्न सक्थ्यौँ। तर यो विधातालाई स्वीकार थिएन सायद, वा कसैको नजर लाग्यो हाम्रो प्रेम जीवनमा। जीवनको एउटा भुलले हामी बीच फाटो ल्याइदियो। हाम्रो सुखी संसारमाथि एसिड छरिदियो, जसको पोलाइले हामी असह्य हुन पुग्यौं। कुरा त्यस्तै 53 सालतिरको हो। त्यति बेला माओवादीहरूको भूमिगत युद्धको संग्राम चलिरहेको थियो। उनीहरू आआफ्नो दस्तावेज बढाउन गाउँ गाउँ जनविद्रोहको ज्वाला सहित भित्रभित्रै सल्किँदै थिए। स्कुलमा गएर विद्यार्थी संगठनहरू विस्तार गर्दै थिए। हाम्रो स्कुलमा पनि आए उनीहरू। क्रान्तिकारी विद्यार्थीको नाउँमा कसो गरी रोहिणीको नाम पनि राखिदिएछ। थाहै नभएको बाटोमा रोहिणीको यात्रा सुरु हुँदै थियो। मैले रोहिणीलाई नसम्झाएको होइन, त्यसरी नाम नलेखाऊ भनेर। तर खै उनलाई कस्तो भूत सवार थियो, मैले भनेको मानिनन्। केही दिनपछि नै सुराकी लाइहाल्यो। पुलिसले रोहिणीलाई समात्न आफ्नो दस्तावेज सहित घर घेर्न पुगिहाल्यो। कसो गरी बुवाले पछाडिको झ्यालबाट हाम फाल्न लगाउनु भएछ र बेपत्ता भइन्। भागेर उनी साइली फुपूको घरमा पुगेछन्। त्यहाँ पनि पुगेछन् पुलिसहरू। भागाभागको खेलपछि उनी लडाकु साथीहरूको सम्पर्कमा पुगेछन्।
अन्जानमै उनी अब माओवादीको सक्रिय युवा कार्यकर्ता बन्न पुगेकी थिइन्। त्यसैले उनको भूमिगत नाम पनि अञ्जना भनेर राखिदिएछन्। घर फर्किने वातावरण नै थिएन। फर्क्यौँ समातिसकेपछिको सजायले भयभीत, नफर्क्यौँ भने उतै बेपत्ता हुने डरबीच उनी फसेकी थिइन्। घरमा रातो दिन आर्मीको सर्च अनि खोज तलासीले मनमा झन्झन क्रान्तिको ज्वाला दन्किएको थियो। माओवादी के हो र केका लागि सङ्घर्ष गर्दै थियो भन्नेबाट बेखबर उनले लगभग 2 वर्षसम्म सुराकीको काम गरिन्। आफ्नो शरीरभरि पर्चा पम्पलेट बेरेर गन्तव्य स्थलसम्म पुर्याउने जिम्मा वहन गर्थिन्। साँच्चै नै अन्जानमै उनले पार्टी प्रवेश गरेकी थिइन्। यता म गाउँमै बसेर पढ्दै थिएँ। एसएलसीको परीक्षा चल्दै थियो। रोहिणी पनि आएकी थिइन् परीक्षा दिन गाउँमा। तर कसैको सुराकीले सुरक्षाकर्मीहरू स्कुलसम्मै आइपुगे। हेड सरले त्यो दिन उदारता नै देखाउनु भएको थियो। पछाडिको झ्यालबाट रोहिणी लगायत अन्य साथीहरूलाई पनि भगाउन सफल हुनुभएको थियो। उनको पढाइले निरन्तरता पाउन सकेन। म भने शिरमा उनिएको माछा चाहिँ हुँदै थिएँ। जसो तसो एसएलसी पास गरेँ। यति नै बेला दाजुको मृत्युको खबरले मेरो घरमा आगो लगाइदिएको थियो। सैनिक जवानमा कार्यरत मेरो दाजुको एम्बुसमा परि निधन भएको खबरले म लगायत घरका सबै स्तब्ध भएका थियौँ। भाउजूको क्रन्दन, नानीको रुवाईले म बहिरो बन्न पुगेको थिएँ। म भित्र प्रतिशोधको ज्वाला रन्कदै थियो। किन माओवादी भनेपछि मारिहालु जस्तै लाग्न थाल्यो। सायद त्यो मेरो आफ्नैको मृत्युले सल्काएको झिल्को थियो, जसले भयङ्कर आगो लागि लगाउने सपना बुन्दै थियो। मैले अठोट लिएँ नेपाली सेनामा भर्ती भएर त्यो घाउहरूको बदला लिने। हुन त त्यतिखेर सेनामा हुनेहरू त परिवारको करकापमा परेर वा आफ्नो ज्यानको मायाले आफ्नो जागिर नै छोड्दै थिए। तर ममा भने एकहोरो बदलाको भूत चढेको थियो। मैले कसैको कुरा सुनिनँ। त्यसपछि त हाम्रो अलिकति भएको न्यानो मायाको अनुभूतिहरू पनि चिसिँदै गयो। उनी भूमिगत योद्धा, म नेपाली सेना। आगो र पानीको मिलन असम्भव भइदियो। त्यसै बखत मेरो पोस्टिङ सिंहदरबारभित्र भयो। उता रोहिणी अञ्जना बन्दै थिइन्, यता म राष्ट्रसेवकको भूमिकामा। हामी दुई किनारा हुन पुग्यौँ। सायद यही नै भाग्य विधाताको खेल थियो। अर्को वर्ष बल्ल बल्ल बिदा मिलाएर दशैंमा म घर हिँडेको थिएँ। मैले रोहिणीलाई भेट्ने सपना देख्न बन्द गरिसकेको थिएँ। किन माओवादी हुन् भन्ने सत्य जब मेरो आँखा अगाडि आउँथ्यो, तब रिसले घृणाको ज्वाला फुट्थ्यो। उति बिग्न माया लाग्ने रोहिणीप्रति अब म कुनै वास्ता राख्दिनँ भनेर अठोट गरेँ। सदरमुकामसम्म मात्रै जान सकिने घरमा पुग्ने वातावरण थिएन। आमा बालाई उतै बोलाएको थिएँ। सदरमुकाम पुगेकै दिन मेरो लागि जीवनको सबैभन्दा कठोर र दर्दनाक दिन हुन पुग्यो। 13-14 जनाको नेपाली सेनाको दस्ता बन्दुकको नालमा महिलाको वस्त्र बेर्दै सदरमुकामभरि आज अञ्जना मरी भन्दै ज्याली पिड्दै थिए। मलाई एकछिन त यो सपना जस्तै लाग्यो, तर यो यथार्थ थियो, विपना थियो। म खङ्ग्रङ्गै भएँ। देउसै रात पर्यो। उनीहरूले साँच्चै नै रोहिणीको झोला, कपडा, जुत्ता सबै बोकेर हिँड्दै थिए। यो खबरले ममा खुसी ल्याउनु पर्ने हो कि मेरो दाजुको कुनै हत्याराहरूमध्ये एउटा हत्यारा मरी। तर झन मुटु दुख्न थाल्यो। केही सोच्नै सकिनँ। यति पीडा भयो मलाई कि सहनै गाह्रो भयो। टाउको भारी भयो। उनको मृत्युको खबरले मर्माहत भएको थिएँ। पृथ्वी फनफनी घुमे झैँ लाग्यो। एक्लै कोठाभित्र बसेर भक्कानिएर रोएँ। उनको मृत्युसँगै म पनि पल पल मर्दै थिएँ। संसार बिरानो लाग्न थाल्यो। बाँच्नुको कुनै तुक देखिन। सायद त्यो उनीप्रतिको अगाध माया थियो, जुन दिन त्यसरी पोखिँदै थियो आँसुको रूपमा। दुई विपरीत ध्रुवको आकर्षण अझै बाँकी थियो क्यारे ममा। उनको मृत्युले कुनै रङ लगाएको थिएन। लगाएको थियो त बस विषादका रङहरू, जुन न पखालिन्थ्यो न मेटिन्थ्यो। सायद त्यो हाम्रो निस्वार्थ प्रेमको उपज थियो। कुनै दिनहरूमा उनको नाम पनि सुन्न चाहन्नथे। मैले भनेको नमान्ने घमण्डी झैँ लाग्थ्यो। तर त्यो त झुट रहेछ, भ्रम पो रहेछ। नत्र मलाई त्यस दिन त्यति धेरै पीडा हुनु नपर्ने थियो। रोहिणीको यादले मलाई पल पल तडपाउँथ्यो। म पल पल मरेर बाँच्दै थिएँ। मलाई अब जीवनप्रतिको मोह नै थिएन। दोहोरो भिडन्त हुँदा पनि जथाभावी फायरिङ गर्थेँ। लगभग 7 महिनापछि म डाँडागाउँमा पोस्टिङ भएको थिएँ।
नुवाकोटबाट इन्ट्री हुने र एक्जिट हुने यातायातका साधनहरूको सर्च गर्नुपर्ने थियो। त्यो दिन झिसमिसेमै चेकिङ सुरु गरियो। गाडी नुवाकोटबाट काठमाडौँको लागि हिँडेको थियो। चेकपोस्टमा आएर रोकियो। सबैजनालाई बाहिर निस्किनको लागि भनियो। सबै वारवार्ती निस्किए। म भित्र अरू कोही बाँकी छ कि भनेर पसेँ। पछाडिको सिटमा कोही हल्लिए जस्तै लाग्यो। बसभित्र अँध्यारो नै अँध्यारो थियो। छाया चले जस्तै लाग्यो। केही शङ्कास्पद घटनाको भयले शरीर झनन्न भयो। तर फेरि साम्य देखेँ। अलिकति ढुक्क भएँ। अनि कौतूहलताले बास जमाउन थाल्यो। के रहेछ भनेर जान्न मन लाग्यो। बिस्तारै अगाडि बढेँ। हेर्छु त कुनै महिला पछ्यौरीले शरीर पुरै ढाकेर गुजुल्टो परेर सुतिरहेको देखेँ। पछ्यौरी बिस्तारै उगारे। अज्ञात भयले मन उडाउँदै थियो। तर मनमा नै सोचे भन्दा बिल्कुलै फरक शैलीमा उनलाई त्यहाँ देख्दा मेरो हातहरू काप्न थाल्यो। कपाल नकोरेर महिनौँ भए जस्तो देखिन्थ्यो। कमजोरीले होला अनुहार सेतो र रगत नै नभएको जस्तो देखिन्थ्यो। उनी अरू कोही नभएर मेरै प्रिय रोहिणी थिइन्। म खुसीले गदगद भएको थिएँ। मरिसकेकी मेरी मायालुलाई साक्षात् आफ्नो अगाडि देख्दा एकैछिन त सपना हो कि भन्ने भ्रम पनि पर्यो। फेरि आफैलाई चिमोटी हेरेँ। दुख्यो, होइन रहेछ, विपना नै रहेछ। तर उनी त्यहाँ त्यस्तो अवस्थामा देख्दा मन छटपटी भयो। के गरौँ कसो गरौँ भयो। उनले मलाई चिनिनन् क्यारे, एकहोरो हेरिरहे। तत्कालै भित्र कोही छ भन्ने प्रश्नले मेरो दिमागलाई खलबल्यायो। छैन सर, एक्कासी मेरो मुखबाट यस्ता शब्दहरू निस्किएछन्। प्रथम पटक म आफ्नो कर्तव्यबाट चुक्दै थिएँ। मलाई थाहा थियो रोहिणीलाई उनीहरूले भेटे भने छोड्दैनन्। किन म आफ्नो प्रतिद्वन्दीलाई बचाउँदै थिएँ। म रोहिणीको जीवन चाहन्थेँ, मृत्यु होइन। त्यसैले झुट बोल्न मलाई कति पनि अप्ठ्यारो लागेन। मैले उनको आँखामा गहिरिएर हेरेँ। साह्रै सिकिस्त देखिन्थिन्। निकै दिनदेखि अन्न पानी पेटमा नपरेको जस्तै आभास हुन्थ्यो। मनभित्रैबाट असीम माया पलाएर आयो। अङ्गालोमा बाँधेर घुवा घुवा रोइदिउँ जस्तो लाग्दै थियो। तर म विवश थिएँ। मेरा हातहरू परिबन्धको सिक्रीले कसिएका थिए। म चाहेर पनि उनलाई त्यो माया स्नेह पोख्न सक्दिन थिएँ। सायद उनले मलाई चिनिन् क्यारे। पुर्लुक्क मेरो आँखामा हेरिन् अनि क्षणभरमै शिर निहुराइन्। हामी बीच कुनै संवाद भएन, मात्र आँखाको भाका बोल्दै थियो। मैले उनलाई देखाएको त्यो सहानुभूतिको महसुस गरिन् कि कृपा दृष्टिको एक नजर मतिर फ्यालिन्। म बसबाट भारी मन लिएर ओर्लिएँ। एकछिनपछि बस त्यहाँबाट आफ्नो गन्तव्यतिर रफ्तारका साथ गतिमान भयो। म अवाक उभिरहेँ। बस जति टाढा पुग्दै थियो मेरो मुटु कसैले चुडालेर लगे झैँ पान भयो। दौडिने मन भयो। मुटु कटकटी खान थाल्यो। तर म विवश थिएँ। भोलिपल्ट मैले आमा बिमारी पर्नु भएकोले काठमाडौँ उपचारका लागि लैजानुपर्ने बाहना बनाई अफिसबाट बल जप्ती बिदा लिएँ। मलाई आशा थियो कि रोहिणी उनको कान्छी फुपूकोमा हुनुपर्छ। म सिधै फुपूको घरमा गएँ। नभन्दै रोहिणी त्यही रहेछन्। हर्षले विभोर भएँ। मन फुरुङ्ग भयो। म नीला नीला गगन चुम्न उड्दै थिएँ। ओइलिन लागेको बिरुवामा केही थोपा पानीको छिटा परे जस्तै अनुभूति भयो। उनी खाटमा पल्टिरहेकी थिइन्। मलाई देख्ने बित्तिकै मुसुक्क मुस्कुराइन् अनि इसाराले नजिकै बस्न अनुरोध गरिन्। नजिकै बस्न पाउनुको बेग्लै आनन्द थियो। सिरानीलाई अलि ठाडो पारेर उनी बसिन्। मनले त भन्दै थियो सिरानीमा होइन आफ्नै काखमा राखौँ। तर कता कता डर लाग्यो। तत्कालै मनलाई थम्थम्याए अनि भने, तिमीलाई फेरि भेट्छु होला भन्ने 10 मनमा एक मनले पनि सोचेको थिइनँ। तिम्रो मृत्युको खबरले म आहत भएको थिएँ। फिसिक्क हाँसिन्। मानव कुनै रङ थिएन उनमा। केवल त्यो ज्यानलाई जसो तसो अडाएकी थिइन्। भन्न थालिन्, साँच्चै नै मलाई पनि लागेकै थिएन यो जिनीमा तिमीलाई यसरी भेट्न पाउँछु भनेर। तर दैव संजोग हेर न, हिजो तिमी त्यो ठाउँमा नभइदिएको भए आज म यहाँ हुने थिइनँ। लाखौँ लाख धन्यवाद छ तिमीलाई। मलाई पोल्यो त्यो धन्यवादले। त्यो पोलाइलाई चिसो पार्न किन त्यस्तो कुरा गर्छौ? त्यो मेरो तिमीप्रतिको आसक्ति थियो। तिम्रो ठाउँमा अरू कोही हुँदो हो त म छोड्दिन थिएँ। तर तिमीमा खै के त्यस्तो जादु भयो, मेरो हातहरू रोकियो। अनि तिम्रो मृत्युको झुटा खबर कसले फिजायो गाउँघरमा? म अब त्यो रहस्य खोतल्न आतुर थिएँ। लामो सास फेर्न थालेँ। रोहिणीले भनिन् आफ्ना कथा व्यथा, केही भावुक अनि केही रोमाञ्चित हुँदै भनिन्, त्यो दिन आमाको साह्रै न्यास्रो लागेर साथीहरूलाई पनि नभनी भागेर सदरमुकाम पुगेकी थिए।
मामा घरमा आमा आउँदै हुनुहुन्छ रे भन्ने सुनेर। कसैले सुराकी लगाइदिएछन्। म त्यहाँ निहत्या पुगेकी थिएँ। म पुग्नु अगावै उनीहरू दलबल सहित तयारी अवस्थामा बसिसकेका रहेछन्। हामी प्राय त्यहाँ दिनमा जाँदैनथ्यौँ। उनीहरूले मेरो फोटो लिएर सदरमुकामभरि सोध्दै हिँडेका रहेछन्। म आउने खबर पाएपछि मलाई सिद्ध्याउन रणनीति बनाउन चाल चलेका रहेछन्। मामा घर नजिकै पुग्दा कता कता मलाई अनौठो दुश्मनी चालको गन्ध आयो। मेरो आँखाहरू सशङ्कित हुँदै थियो। केही अप्रिय घटनाको अनुमान गरे, किनकि सदरमुकाममा अघि पछि जस्तो चहल पहल थिएन। पसलहरू बन्द थिए। यस्तो त कुनै युद्धको छेडखानी हुनु अघि हुने गर्थ्यो। मेरो अनुमान सही निस्क्यो। मैले यति सोच्न नभ्याउँदै कतैबाट म भएतिर फायरिङ सुरु भयो। लडाकु साथीहरूसँग रहँदा बस्दा सिकेको केही युद्ध कौशललाई प्रयोग गरेँ। बन्दुकका गोली छल्नु चान्चुन कुरो थिएन। कसो कसो गरी म गोलीका बर्सात छल्दै जङ्गल भएतिर भाग्न सफल भएँ। जङ्गलमा पुगेपछि मलाई दौडिन असजिलो भएकाले झोलाबाट ट्र्याक झिकेर लगाएँ अनि साथमा गोल्डेन स्टार जुत्ता लगाएँ। चप्पल र कुर्ता चाहिँ त्यहीँ छोडेर भाग्नु पर्यो। गोली कहिले मेरो कुम नजिकैबाट जान्थ्यो त कहिले टाङ मुनिबाट। मृत्युलाई नजिकबाट निहाल्दै थिएँ त्यति बेला, अनि सातो नै लैजाने जस्तो मृत्युरूपी दानवहरूले मलाई पछ्याइ झैँ लाग्थ्यो। जङ्गलमा दौडिँदा एसएलयू र चुत्रोको झाङले शरीरभरि कोतरेर रगताम्य भएकी थिए, तैपनि हार मान्नेवाला थिइन। मुसा र बिरालोको खेल जस्तै लुक्दै भाग्दै आफ्नो जीवन रक्षा गर्दै म चुनौतीसँग जुझ्दै थिएँ। म दौडिएका भुइँ रगतका थोपाहरूले सञ्चित हुँदै थियो। बेगसित भाग्ने क्रममा ठूलो छाँगामा पुगेँ। अगाडि बढ्ने बाटो समाप्त भएको थियो। अन्य कुनै मार्ग नभएपछि यिनका हात लागेर पीडादायक जीवन वा मृत्यु पाउनुभन्दा यही छाँगाबाट खसेर मरे भने पनि मरियोस् भन्ने सोचाइले राम्रैसँग जोड गरेर छाँगाबाट वाम्मै आम फाले। संयोग भन्नु वा मेरो दिन नपुगेर हो, तर्नै नसकिने त्यो ठूलो छाँगा कटिएछ। झ्याम्म पारिपट्टिको खोजमा पछारिन पुगेछु। श्वास प्रश्वास नै रोकिएला झैँ भएको थियो। एकछिन त त्यहाँ उठ्न नसकेर गोप्टिएँ। त्यो ठूलो छाँगा तर्न नसकिने ठोक्कुवा गर्दै पक्कै पनि त्यहीँ खसेर मरी भन्ने ठानेर उनीहरू मेरो कपडा र जुत्ता लिएर अन्जना आज मरी भन्दै हर्षोल्लास सहित ध्वनि जङ्गलभरि गुन्जयमान गर्दै फर्किए। केही राहत महसुस भयो। अब उनीहरूले मेरो खोजी नगर्ने कुरामा म निश्चिन्त भएँ। बिस्तारै त्यो घायल शरीरलाई बलजप्ती घिसार्दै काउलेमा पुर्याएँ। दिन ढल्न लागिसकेको थियो। म अचेत हुन लागेकी थिएँ अनि परालको कुन्युभित्र पसेँ। सायद म बेहोस भएछु। भोलिपल्ट वस्तुलाई पराल दिन कुन्युमा पराल तान्न आउने आमाले पो मलाई भेट्नु भएछ। घरमा लगी उपचार गर्नुभयो। होस आउन पुरै एक दिन लागेछ। पछि आमाले भन्नुभयो। त्यसपछि म त्यही कहिले मलको भारी बोक्दै कहिले बारीमा डल्ला फोर्दै बसेँ। केही महिना त्यसरी नै बिताएँ। तर स्वास्थ्य स्थिति झन झन बिग्रिँदै गयो। सबैले काठमाडौँ गएर उपचार गर्नुपर्ने सल्लाह दिए। हिजै हिँडेकी थिएँ त्यहाँबाट। सक्ने हुँदो त म यो जङ्गलको बाटो भएर आउँथेँ, तर यो शरीरले कहिलेकाहीँ साथ नदिँदो रहेछ। बाध्य भएर बसको यात्रा गर्नु पर्यो। हिजो तिमी नभएको भए मलाई त्यहीँ सिद्ध्याइदिन्थे। तिमीलाई लाखौँ लाख धन्यवाद छ। मलाई लाग्यो म कुनै चलचित्रको डरलाग्दो दृश्य हेर्दै थिएँ। द्वन्द्व अनि प्रतिद्वन्द्वमा मेरो नायकले विजय प्राप्त गरे झैँ लाग्यो। साँच्चै नै मलाई लाग्यो रोहिणी वास्तविक जीवनको एउटा नायक हुन्। उनको त्यो साहस, त्यो यात्राको एउटा छेउ म पनि हुन पाउँदा अत्यन्तै खुसी लाग्यो। काठमाडौँ बसेर उपचार गर्न सम्भव थिएन, किनकि त्यति बेला हर रात घर घरमा खानतलासीको लागि आर्मी हिँड्थे। भेटिहालिने डर थियो। उनको कान्छी फुपूको सल्लाह भई अब उनी भारतको कश्मीरमा उनको माइली फुपूकोमा जाने बन्दोबस्त मिलाइयो। अनगिन्ती बिछोडको क्रममा यो बिछोड पनि पीडादायक नै थियो, तर पनि उनको जीवन रक्षार्थ यो सबै म चुपचाप स्वीकार्दै थिएँ। विदाईको हातहरू हल्लिँदै गर्दा मेरो मुटु पनि बेजोडसँग हल्लिँदै थियो। त्यसपछि हाम्रो भेट हुन सकेन। म कहिलेकाहीँ कान्छी फुपूकोमा गएर उनको हालखबर सोध्थेँ। यस्तै 2 वर्षपछि सुने मेरो मुटुको टुक्रा त अरू कसैको भइसकिछ।
फुपूकोमा कति बोझ भएर बस्नु भन्ठानी छिन् क्यारे। फुपूकै सहमतिमा फुपूले नै हेरिदिनु भएको केटासँग बिहे गरिछन्। मेरो मुटु त्यस दिन अरू कसैका लागि धड्किन थालिछन्। भाग्यको यो खेलमा म हारेको थिएँ। आज उनै मेरी रोहिणी मेरो अगाडि उभिरहेकी थिइन्। आफ्नै छुट्टै संसारमा रमाउँदै थिइन्। उनी आफ्नो जीवनबाट सन्तुष्ट थिइन्। आफूले प्राप्त गर्न नसके पनि म खुसी थिएँ उनको त्यो जीवनबाट। मेरो मनसाय अब उनी यतै बसुन् भन्ने थियो। अब त द्वन्द्व पनि सकिसकेको थियो। भूमिगतहरू सबै स्वतन्त्र जीवनयापन गर्न थालेका थिए। उनलाई कुनै खतरा थिएन। त्यसैले भने अब यतै बसे हुन्छ नि। केही सकारात्मक प्रतिक्रियाको प्रतीक्षामा म थिएँ, तर उनीमा कुनै उमङ्ग थिएन। परिवर्तनको आशाले ज्यानै फालेर क्रान्तिमा आफूलाई होमे त्यत्रो त्याग गर्यौं हामीले, तर खै सोचे जस्तो केही भएन। गरिब निमुखा अझै पनि उस्तै छन्। सम्पन्न झन सम्पन्नशाली हुँदै गएका छन्। नाटकीय परिवर्तन भएको छ। हामी आम जनताले सोचे भन्दा फरक यो परिवर्तन। भइगयो, छोडिदेऊ यस्ता कुराहरू। म उतै जान्छु, बस्दिन नेपालमा। कुनै दिन उही रोहिणी अञ्जना बनेर हिँड्दा कस्ता कस्ता परिवर्तनका भाषाहरू बोल्थिन्। आज उनै रोहिणीमा यस्तो निराशपन देख्दा कता कता दुखेको महसुस गरे। साँझ पर्न लागेको थियो। उनी अब त्यहाँबाट उकालो चढ्न आतुर थिइन्। रात पर्नु अगावै माइती पुग्न व्यग्र थिइन्। त्यसैले मैले उनलाई त्यहाँबाट बिदा गरेँ। उनी अब त्यो ठाडो उकालो बिस्तारै चढ्दै थिइन्। म भने उनले भनेका परिवर्तनका कुराहरूमा घोल्लिँदै गएको थिएँ। केही छिन विश्लेषण गरेँ। साँच्चै नै नेपाली जनताले चाहेको परिवर्तन आएको थियो। ती अनाम बेनाम शहीदहरूको सपनाले के कुनै रङ ल्याएको थियो? गाउँ गाउँमा अझै उही टुकीकै सहारामा ती बुढी आमाहरू ढिकी जाता गर्दैछन्। अनि पुलको अभावमा ज्यानै जोखिममा पारेर तुहिन चढेर विद्यार्थी भाइ बहिनीहरू खोला तर्दैछन्। नेपाली छोराछोरीहरू विदेशी भूमिमा आफ्नो रगत बगाउँदैछन्। तातो मरुभूमिमा जल्दैछन्, तपतपी बल्दैछन्। माओवादी पक्षका होस् वा सैनिक वा सर्वसाधारण पक्षका होस्, जसले आफ्नो ज्यान गुमाए ती सबै आखिर नेपाल आमाकै सन्तान थिए। 12 वर्ष जनयुद्धले के परिवर्तन ल्यायो भन्ने बारे म अझै विश्लेषण गर्दैछु। सायद यसको परिवर्तन थाहा पाउन बितेका 3 वर्ष बिताएँ। अझै 3 महिना कुर्नै पर्ने भएको छ। म प्रतीक्षामा नै छु। डर लाग्दैछ। कतै प्रतीक्षामै बित्ने त होइन यो पुरै जीवन। त्यही पनि सास रहन्जेल आस भने जस्तै पर्खनु सिवाय अरू कुनै विकल्प छैन।